ड्युटीबाट आएर यहाँ ड्युटीबाट आएर कपडा सपडा खोलेर बसेर अनि यस्तो हेरेको आज शनिबारको दिन भएर होला। आज धेरै सुतिराख्नु भएको छ। भिडियो बनाउँछु कस्तो उचालेर भुइँमा सुताल्छु। यहाँ त सुतिराख्नु भएको छ। यता सिरानी देख्न सक्नुहुन्छ। सुत्ने आइडिया नि गजबको हुँदो रहेछ मान्छेको। अनि त्यसलाई उचालेर म भुइँमा राख्छु। थाहा पाउँछन् किन कतिचोटि 4-5 पल्ट भुइँमा राख्छु, कतिसम्म निला खुल्छ खुल्दैन हेर्नु होला है त। अब यसलाई उठाएर यहाँ भुइँमा राख्छु। थाहा पाउँछन् कि पाउँदैनन्। त्यहाँबाट उठाएर अब म यता भुइँमा राख्छु। थाहा पाउँछन् कि नै हेरौँ है त। पुरै ध्यान दिएर हेरौँ। उठाउँदैछु भान्जालाई। पहिला चाहिँ यो सिरानी हालिदिन्छु तल। सक्छु किन यहाँ गाह्रै छ। एकचोटि थाहा पाएन है। एकचोटि उठाए एकचोटि थाहा पाएन। पुरै चिल पारामा सुतेहन्। अब अर्को पालि फेरि अर्को पालि उठाएर माथि लिन्छु। कति पालि हुन्छ अर्को पालि उठाएर लिन्छु माथि। कतिसम्मको निन्द्रा खुल्छ है हेरिराख्नु है सबैले। पल्ट भयो तल माथि गरेको। अझै मान्छेलाई निन्दा खुल्यो है। निन्दा खुल्ला जस्तो छ है अब मान्छेलाई। बल र निन्दा खुल्यो मान्छेलाई। यहाँ हेर्देऊ त। यहाँ हेर। यहाँ हेर्नु सक्नु। यस्तो अवस्थामा भाग्यो।